हेलो गुड मर्निङ है गुड मर्निङ आज हामीसँग हुनुहुन्छ प्रोफेसनल ओ माय गॉड कलाकार लली के हो नाम चाहिँ आरती बिसी हजुर अब क्यारेक्टर नाम चाहिँ घर बैतडीमा बाघ आयो बाघले बाघहरू खायो होइन र हो नि म होइन साथीहरू मेरो भाषा बोलेपछि बुझ्नुहुन्न अझ फेरि मैले बोलेको मन पर्ने र एकपल्ट मैले त केही बोले होइन त्यसपछि होइन पश्चिमेली भाषा साँच्चै भने हो कि नै मैले साँच्चै है म पश्चिमेली भाषाहरू एकदम मन पर्छ के मैले बोलिहालेँ मन पर्दै रे अझ फेरि नबुझ्दै रे अब कहिले हामी सुटिङमा जाँदैछौँ र यो कथा होइन सिरियल बन्दैछ यो चाहिँ कुन ठाउँमा भने धादिङमा धादिङ के अरे ज्वालामुखी गाउँपालिका ज्याला होइन कि ज्वालामुखी भन्नु न कोही के हो ज्याला भन्नुहुन्छ हजुरले बिस्कुट खाने हो कि नै बोलेपछि तमी बुझ्दैन म बुझ्दिनँ तमी नबुझिहालेपछि मैले के गर्नु ल मैले के पो बोल्दिनौ के बोल्छ हामी बुझ्दैन यस्तो भाषा हो है हो नि तमीले भोग्न लागेको थिएँ के भोग्न के भने भोक लागेको छैन भनेको क्या ए नै छैन यता हेर लली म त भोकको छु मलाई त भोक लाग्यो हो भोक लागेको छ र कति धेरै हो र बाफ रे ओ माय गॉड प्रोफेसनल भएर छु कसरी पछाडि क्यामेरा अगाडि ओ माय गॉड म त्यस्तो गर्दै हिँड्छु मोडल बारीतिर बुरुबुरु खस्न भएर उतार्नु पर्यो तमी लडौला लड्दैन रे बाइ बाइ लोकेसनमा आयौँ लोकेसनमा आइपुग्यो हाम्रो घर चाहिँ उता बसिराख्नु भए अहिले मार्नुहुन्छ हामी सबैजना लोकेसनमा आयौँ सुटिङ हुन लागेको घर चाहिँ यता छ है के सर हेलो गर्नु न ल स्वागत छ हाम्रो अनिसको युट्युब च्यानललाई हजुर हेर्नु सम्पूर्ण दर्शकलाई सबैजना दर्शकलाई धन्यवाद पनि हो हाम्रो झुमाले के भन्दै थियो कि अघि के भन्दै हुन्थ्यो नमस्कार सबैजनाले म आकृति नेपाली सुन्दरीको युट्युब च्यानललाई सब्सक्राइब गर्नु होला टिकटकमा लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला थ्याङ्क यू यी यसरी बिहान यसरी पैसा पाएपछि मैले दिया हो है बिहान बिहान मलाई पनि चाहियो मलाई पनि तिमीलाई चाहियो ल ल बहिनी उ त बहिनीलाई पनि बहिनी आउनु ल पैसा ल दिनुहुन्छ ओ माय गॉड सबभन्दा धेरै मलाई है फेरि राख्यो सबभन्दा धेरै उसलाई हेलो ल सुरु भएको छ यसरी नै सुरुवात गरिन्छ यसरी क्यामेरा दाइकै नामबाट सिरीबाट उच्चारण उहाँ आमाले चाहिँ फुल लिएर मैले चाहिँ यहाँ नाट्यश्वरीलाई फुल चढाउन लागिरहेको छु सबैजनाको तर्फबाट है फेरि हुनुहुन्छ क्यामेराम्यान लाइटम्यान सर हुनुहुन्छ पुरै लाइट त रमाइलो खिचाइ हुन्छ लाइट टल्काइदिनु न लाइट दिनु न रिसालाई पर्दैन दाइ लाइट दिनु भएपछि तिमीले यो अनलाइनमा मगाएको तल माथिको सेट होइन त यो हेर्दा यो कसले सेट भन्छ को यो चिन्ने कस्तो लाग्यो रे यो अनलाइनबाट मगाएर घर आएर कस्तो लाग्यो रे हेर्दा अङ्गो जस्तो खाँदा बङ्गो जस्तो रे अब फेरि फिर्ता गरेर गोरी बहिनी कहाँ पनि घर कुन ठाउँ पाहाड कता बैतडी यतिखेर आमाले पनि पूजा गर्दै हुनुहुन्छ ओम श्री नमः ओम श्री सरस्वताय नमः ओम नमः शिवाय नमः आंगिकं भुवनं वैश्य वाचिकं सर्वभागं मुकेश सर पनि आउँदै हुनुहुन्छ सबैजनालाई
नमस्कार दर्शकलाई पनि नमस्ते भनिदिनु न सुन्नु भएन घुम हालेर अनि टक्क लेभल पाउँछ त्यो गरौँ हाल होइन थाहा छ यो त यो भन्नुभएको तपाईँले ल है यहाँ हामी आमा छोरा कान्छो छोरो त्यो कान्छो छोरो मेरो ल एक मात्र छोरो एक्लो छोरो हामी चाहिँ दुई भाइ हो यता शान्ति उता नि शान्ति टन्न कमाएर घर लान पाए बुढी बसी बसी खान्थे गाली नि गर्दैन थिए नगद नारायण यसले चाहिँ ल्यायो है यसले पुरो को छ बाँकी अब बसी बसी खानु चाहिएको छ सागबाट पनि नगद नारायण आलुबाट असली प्रोडक्सन म्यानेजरले नि भन्छ घरमा 1 किलो मासु ल्याउनु भन्यो नि 4.5 पाउ लान्छ 4.5 पाउ लान्छ नमस्ते हो भने कस्टम ढाँटेर म मात्र 9-9वटा मगाइदिएको छु एउटा प्रोडक्सन म्यानेजर सबैले 9-9वटा क्या 9 प्लेट मगाउनु त अगाडि पुग्यो नि गनेर खाने कस्तो टाइम होइन सबैले खाइदियो एउटाले गर्ने छ त्यो सुरुवात मैले गरेँ हो नि तैँले पनि गर्ने जस्तो बागबजारमा हो त तपाईँ नै होला प्लेट मोमो छ 10 जना मान्छे 9-9वटा हाल्दै जस्तो पुग्यो हौजल सर कसले भोग्ला बेला कसले गर्ने थियो कार्ड कुन हाल्छु आज 6-7 घरहरू यहाँ चाहिँ एकदम पुरानो टाइपको मोडलको छ है ट्याक्क हेर्न लायकको छ दृश्यहरू अहिलेलाई यति नै